वेलकम बैक टू माई चैनल साथीहरू मेरो यो ब्लग भिडियोमा स्वागत छ। म चाहिँ अहिले यो बाटोदेखि केही परतिर निक्लेको छु। यो एरिया यो ठाउँ चाहिँ मस्त एरिया छ। सललाको जमल त्यो डाँडाहरू देखिन र यो चाहिँ गारबिया भन्ने ठाउँमा हो। बन्दैछ, निर्माण हुँदैछ, रमाइलो दृश्यहरू छ साथीहरू। आज यस ठाउँमा चाहिँ न गर्मी न जाडो, मिडियम छ। अहिले पनि अरब कन्ट्रीमा चाहिँ जाडो हुनुपर्ने, यहाँ चाहिँ मिडियम, जाडो पनि छैन गर्मी पनि छैन, ठिक्क छ, मिडियम भइरहेको छ र चलिरहेको छ। र आज यो ब्लग बनाउनुको उद्देश्य र ब्लगको कहानीमा चाहिँ यो डेली ब्लगमा चाहिँ म हजुरहरूलाई स्वागत गर्न चाहन्छु। यो चाहिँ डेली ब्लग हो। म चाहिँ जहिले पनि दिनै पछि ब्लग बनाइराख्छु, ब्लगमा आइ नै राख्छु र ब्लगमा भेटघाट भइ नै राख्छु। किनकि समयको अन्तरालहरू, समयको परिस्थितिहरूको कारण पनि ब्लगमा आउन र ब्लग बनाउन भइँदैन। ब्लग बनाउने उद्देश्य पनि खासै छैन आज, किनकि छुट्टी हुन्छ। आज फ्राइडे छुट्टी भएर मात्रै हो। मलाई सर्वप्रथम त मेरो जति युट्युबमा रहेको साथीहरूलाई मुरी धन्यवाद दिन्दछु र फेसबुकमा रहेका साथीहरूलाई पनि मुरी धन्यवाद दिँदछु, किनकि मेरो 5100 लगभग फलोअर पुगेको छ। 5100 फलोअर पुग्यो। तर अब म मिहिनेत गर्न त्यति सकिरहेको छैन। मिहिनेतको फल बटल्नु पर्दो रहेछ, मिहिनेतको फलले नै अगाडि बढ्दो रहेछ, मिहिनेत गरेर नै अगाडि बढ्नु पर्दो रहेछ। मिहिनेत गरेन भने चाहिँ केहीमा पनि सफलता हुँदो रहेछ। किनकि मानिसले महिनोभरि तलब पाउनको निम्ति पनि काम गर्नु पर्दो रहेछ, मिहिनेत गर्नु पर्दो रहेछ। यो फेसबुक चलाएर, युट्युब चलाएर, टिकटक चलाएर मात्र हुँदो रहेछ, त्योमा पनि मिहिनेत लाग्दो रहेछ साथीहरू। म चाहिँ मिहिनेत गर्नु भनिसकेपछि मिहिनेत चाहिँ नगर्ने अनि एउटा फल चाहिँ असली हेर्नु, बोर्डमा नरिवल छ कि छैन त्यो थाहा हुँदैन, त्यत्तिकै फल खानु खोजेर मात्रै त कहाँ हुन्छ। नरिवलमा फल त छ, तर यसलाई टिप्नु पर्यो, काट्नु पर्यो, अनि मुखसम्म लानुलाई त धेरै मिहिनेत गर्नुपर्दो रहेछ। त्यही भएर मिहिनेतको फलहरू चाहिँ मिठो हुँदो रहेछ र मिहिनेतको फल भएन भने चाहिँ काम रहेनछ भन्ने चाहिँ मैले बुझेको छु। अब चाहिँ म मिहिनेत गर्नेवाला छु। मिहिनेत गरेर नै अगाडि बढ्नेछु, मिहिनेत गरेर नै सफलतालाई प्राप्त गर्नुपर्ने छ। अल्छे भएर चाहिँ सुती बसेर चाहिँ काम रहेनछ भन्ने मेरो बुझाइ छ र अब चाहिँ म मिहिनेत गर्नको निम्ति पछाडि हट्दिनँ। मिहिनेत गरेर नै सफलता प्राप्त गर्नु छ। आज बुढो छु म, उमेरले म 40 कटिसकेको छु, 40 पार भइसकेको छु, तर पनि मेरो मन बुढो भएको छैन। ब्लग बनाउनु चाहिँ म एकदम इच्छुक छ, ब्लग बनाइरहेको छु र ब्लगद्वारा चाहिँ यो एरियाको ठाउँ जग्गाहरूको चाहिँ भिडियोहरू हजुरहरूको माझमा पुर्याइरहेको छु। यो चाहिँ सनया हो, सनया गारबिया भन्ने ठाउँ हो। त्यो सनया गारबिया ठाउँ चाहिँ यस्तो रमाइलो छ, एकदम बस्ने खालको घरहरू निर्माण हुँदैछ। आज हाम्रो नेपालमा पनि राजनीतिक महलहरू चाहिँ स्तरता भइदिएदेखि देशले यस्तै निर्माणहरू गर्थ्यो होला। हेर्नुहोस्, यहाँ घरहरू निर्माण भइरहेको छ, घरहरू बनिरहेको छ। आज हाम्रो देश नेपाल बनिन्थ्यो होला। आज ओमान हेर्नुहोस्, ओमान कस्तो बनेको छ, हेर्नुहोस्, हराभरा छ। आज अरब कन्ट्री भनेर भन्छ, तर अरब कन्ट्रीमा हेर्नुहोस् यस्ता नरिवलका बोटहरू छन्। हेर्नुहोस्, नरिवलका बोटहरू बाटोमा हेर्नुहोस्, हरियाली छाइरहेको छ, हरियालीमा रमाइरहेको छ। हेर्नुहोस्, अरबमा पनि बयरको रुखहरूमा फलहरू लागिरहेको छ।
आज नरिवलहरू लटराम फलिरहेको छ। हेर्नुहोस्, आज गरेपछि किन चाहिँ के हुँदैन, गर्नु चाहिँ पर्छ भनेर भन्ने गर्थे। आज गऱ्यो भने सबै हुँदो रहेछ, गरेन भने चाहिँ केही पनि हुँदो रहेछ मित्र। आज गर्नु चाहिँ पर्दो रहेछ है। यो ब्लगमा म हजुरहरूलाई सुझाव अनि सल्लाह त दिने मसँग त्यति क्षमा त छैन, किनकि मसँग पढाइको कमजोरी छ। आज हरेक कुराको कमजोरी छ। मसँग साधन छैन, क्यामेरा छैन। आज मोबाइल 40 रियालको यहाँको नेपाली 12,000को मोबाइलद्वारा चाहिँ ब्लग बनाइरहेको छु। आज 100जनाले पनि हेर्दैन मित्र। हजुरहरूले देख्नुभयो भने यसो हेरिदिनु है। र अनुरोध गर्दछु, आज यो ठाउँमा जग्गा जहाँसुकै लगाए तापनि आज मैले कसरी के गरी लगाउनु पर्ने त्यो पनि म जान्दिनँ, र नजानेको कारण पनि आज मैले ब्लगबाट सफलता हात पार्न सकिरहेको छुइनँ। पहिले मैले धेरै युट्युबबाट सपोर्टहरू मैले गर्न छोडेँ, अनि मलाई पनि सपोर्ट गर्न छोडिरहेको छ। म फेरि पनि आउने जमर्को गर्दैछु, युट्युबमा आउने जमर्को गर्दैछु, फेसबुकमा। आज हरेक सामाजिक सञ्जालहरू चलाइरहेको छु। त्यो सामाजिक सञ्जालबाट चाहिँ म सफलता प्राप्त गर्न अनि पैसा कमाउन चाहिँ मेरो लालच त होइन, तर पनि यसो सम्झना स्वरूप ओमनमा बसिन्जेलसम्म, ओमनमा अब कति सालसम्म बसिन्छ, कति सालसम्म रहेको एउटा वातावरण स्वरूप अनि रहेको एउटा यादगारहरू चाहिँ मैले यो फेसबुकमा, युट्युबमा, टिकटकमा जहाँसुकै प्लेटफर्ममा चाहिँ मैले राख्ने कोसिस चाहिँ गरिरहेको छु, र कोसिस जारी छ, कोसिस भइरहेको छ।